नेप्सीमा ट्रेड गर्ने हो भने मेरो फेभरेट इन्डिकेटर भनेको चाहिँ नेट भल्युम हो। नेट भल्युम हेरेर ट्रेड गऱ्यो भने नेप्सीमा ट्रेड गर्नु जस्तो सजिलो र कन्फिडेन्स दिने भनौँ न, सजिलो भन्दा पनि कन्फिडेन्स दिन्छ नेट भल्युमले। म के गर्छु भन्दाखेरि भल्युम हेर्छु, एभरेज भल्युम कति छ। नेट भल्युमको एउटा चार्ट हुन्छ कि लाइनहरू हुन्छ भनौँ है, अलिअलि माथि तल हुनसक्छ, तर जब ठुलो तल अथवा ठुलो माथि हुन्छ त्यतिखेर केही न केही हुने हो। अब यसलाई म युज कसरी गर्छु, एउटा त मैले अगाडिको भिडियोमा भनेको छु, सेल गर्नलाई युज गर्ने हो। अर्को चाहिँ के गर्दा युज गर्छु भन्दाखेरि जब ट्रेन्ड हुन्छ नि, कुनै पनि ट्रेन्डिङ स्टक हुन्छ, ट्रेन्डभन्दा बाहिर गएको छ कि छैन, कि ट्रेन्डिङ नै छ कन्फर्म गर्नलाई। कसरी, यस्तो 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 भइरहेछ अरे है। अब यहाँबाट जब यो डाउन आछ, यो पिक भनेको त्यसको सेल अफ भइसक्यो, अब ट्रेन्ड भाँचिन्छ कि नाइ त्यो छुट्याउनु लाग्यो। जस्तो यो छ अरे है, अब यहाँदेखि मैले ठुलो रेड क्यान्डल बल्यो, अब म के गर्ने, आतिने कि नआतिने।